हेलो हेलो आज चाहिँ हामी न्युड जान लागेको थियौँ होइन अनि न्युड जाँदा जाँदा जमलमा पुग्यौँ जमलमा पुगेपछि ज्याक डिपार्टमेन्ट स्टोरमा पुगेपछि चाहिँ 39 को सेल देखेर 39 को सेल हेर्दा हेर्दा ल एकछिन भित्र जाउँ है भनेर हेर्दा हेर्दा त हामी त त्यहाँ अहै त्यहीँ मजाले 2-3 घन्टा 3-4 घन्टै होइन त अलमल्ली रह्यो सामान हेरेको छ हेरेको छ हेरेको छ हेरेको छ त्यहीँ अड्केर पो बस्यौँ होइन त्यहाँ अड्केर बसेपछि मैले के के सामान लिएर आउँछ त्यहाँबाट यस्तो सामान लिएर आएँ मैले त्यहाँबाट अनि देखाउँछु त मैले के के ल्याएँ चाहिँ मैले हाम्रो फुच्चेको लागि उसले चाहिँ जेसिबी छ जेसिबी र अनि मैले नोटबुक ल्याएँ 120 को अनि चाहिँ 740 को हो यो टिसै ल्याएँ त्यो चाहिँ 99 को 330 को हो अनि चाहिँ 160 को हो चाहिँ कति राम्रो छ है यो चाहिँ मलाई एकदमै मन पर्यो प्लान्ट रोप्नको लागि यो ल्याएँ 160 को ल्याएँ त्यसपछि यो पनि ल्याएँ अनि खोली पनि सकियो चाहिँ 55 सेल्फिस को यो ब्लू चाहिँ 150 पर्यो यो 45 को होइन चाहिँ 150 को त्यो चाहिँ यो 150 को म पुस्नलाई यो सानो क्युट देखेर लिएर आएको यसलाई चाहिँ राखेर आउँछ हेरौँ बोकेर हेरौँ कस्तो हुँदो रहेछ 160 को विदेशबाट ल्याएको सामानहरू यस्तोहरूमा चाहिँ यो गाडीहरूमा खेलाउनाहरूमा चाहिँ तपाईँले 10वटा सामान लिएर आउनुभयो भने अनि 10% डिस्काउन्ट हुन्छ कि त्यहाँ चाहिँ यति नै हो बाई बाई